र आज चाहिँ हामी भन्नुपर्दाखेरि चाहिँ वर्ल्ड इन्भाइरोमेन्ट डे सेलिब्रेट गर्दैछ है। र हामी सम्पूर्ण ग्रामहरू मिलेर ग्राम पञ्चायत अनि हामी है स्टाफहरू सबै मिलेर चाहिँ हामी यहाँनिर प्लान्टेसन गर्नुको लागि चाहिँ हामी यहाँ माथिको हाम्रो मङ्सिलाको है अप्पर जुसुङ वार्डमा चाहिँ हाम्रो एउटा यहाँनिर पाथिभरा मन्दिर छ। त्यो मन्दिरमा चाहिँ हामी सबैजना प्लान्टेसन गर्नु आइरहेको छ। सो तपाईँ हेर्दै गर्नुहोस् है त ल। सबैजना आइपुग्यो, बिचरा यो माया लाग्यो। तपाईँ चाहिँ के निम्बारोको बोट निम्बारो घाँस तपाईँ त घर नजिक छ, घाँस काट्नुको लागि निम्बारो ल्याउनु भएको मलाई याद छ। यता चाहिँ जेएफएमसीको प्रेसिडेन्ट हुनुहुन्छ र यता भाइस प्रेसिडेन्ट हुनुहुन्छ र उहाँहरूको यहाँनिर प्लान्टेसन हुँदैछ। हेलो एभ्रिवान, वेलकम ब्याक अन्सु थेकिङ ब्लगमा है। आज चाहिँ हामी भन्नुपर्दाखेरि चाहिँ वर्ल्ड इन्भाइरोमेन्ट डे सेलिब्रेट गर्दैछ है। र हामी सम्पूर्ण ग्रामहरू मिलेर ग्राम पञ्चायत अनि हामी है स्टाफहरू सबै मिलेर चाहिँ हामी यहाँनिर प्लान्टेसन गर्नुको लागि चाहिँ हामी यहाँ माथिको हाम्रो मङ्सिलाको है अप्पर जुसुङ वार्डमा चाहिँ हाम्रो एउटा यहाँनिर पाथिभरा मन्दिर छ। त्यो मन्दिरमा चाहिँ हामी सबैजना प्लान्टेसन गर्नु आइरहेको छ। सो तपाईँ हेर्दै गर्नुहोस् है त ल। हाम्रो ग्याङहरू आउनु हुँदैछ। अन्त यो चाहिँ हामी चिसो के भन्छ गरम हुन्छ, यहाँ चाहिँ पुरा गर्मी खालको जग्गा छ नि त डाँडा भएर, द्याट्स वाइ यो चाहिँ मैले क्यारी गरेको छु। अन्त हाम्रो साथीहरू आउनु हुँदैछ सबैजना। यहाँ चाहिँ यस्तो छ, तपाईँलाई म यो तलको मन्दिरहरू पनि देखाउनेवाला छु है ल, हेर्दै गर्नुहोस्। म चाहिँ को अरे तपाईँको? मेरो एसबिआईमा हुन्छ कि एसबिआईमा युपिआई नै हुँदैन नि त। मलाई त एटिएम बनाइसकिहाल्यो। यति साह्रो धनी पनि छुइनँ होला म। यहाँनिर चाहिँ अहिले टोक्दैन होला नि कुजुले, कुजुले दामी फुल फुलिरहेको छ, मौरी घुमिरहेको छ। अन्त मलाई चाहिँ के मन परेन भन्दै छ नि, आरसिबी मन परेन हो, अरू बसेको भए पनि मन पर्थ्यो। त्यहाँदेखि तर न्युज अघि बिहान मात्रै हेरेको कि मैले, मान्छे पुरा मन परेछ नि। मान्छे 6 जना 7 जना मऱ्यो, 6 जना कि 7 जना मरिरहेछ। त्यत्रो बेसी मरेछ। फेरि अन्त कहाँ यो चाहिँ हाम्रो उयसमा भएको होइन, मुम्बईमा हो। मुम्बई कुन त कहाँ भएको नि? म त पुरा सर्च गर्दा पनि के निस्क्यो भने त घरि नरेन्द्र मोदी स्टेडियम निस्किन्छ होइन, घरि के अरे श्री चौनी के अरे स्टेडियम निस्क्यो हो। तर कहाँ हो त्यो मलाई नै थाहा छैन। त्यहाँ चाहिँ फेरि कर्नाटकको सिएम आएको होला। कुन त के भन्छ? तपाईँ चाहिँ कसको फ्यान हो? मलाई त किङ 11 मन परिरहेको थियो। किङ 11 को फ्यान अरे, तर आरसिबीले जित्यो भनेर पुरा मन दुखिरहेको छ। आरसिबीले जित्यो भनेर पुरा मन दुखिरहेको छ। अन्त विराट कोहली पनि मन पर्दैन अरे। अन्त त्यस्तो अरे कुरा चाहिँ मन चाहिँ त्यसरी दुखाउनु हुँदैछ। किन कहाँ जानु? यो चाहिँ यहाँ आइपुग्यो। यहाँनिर चाहिँ यस्तो चौतारा, यहाँनिर चाहिँ पूजाहरू भइबस्दा यहाँ चाहिँ खानाहरू पकाउने जग्गा छ। हामी चाहिँ यहाँ हो, यहाँ चाहिँ किचन रहेछ। कसले सफा गर्नुभएछ? यस्तोमा त उयोमा बसेको हुन्छ है। अब चाहिँ यहाँ पर्खिन्छौँ हामी। कस्तो डल्दो हेभी गरम रहेछ हौ। सबैजना आइपुग्यो, बिचरा यो माया लाग्यो। तपाईँ चाहिँ के निम्बारोको बोट निम्बारो घाँस तपाईँ त घर नजिक छ, घाँस काट्नुको लागि निम्बारो ल्याउनु भएको मलाई याद छ। दुईजनाको ब्याग पनि फोटो खिच्दैन हो। हामी उता पोखरा जानु पाएन, नन्दा यो ब्याग त थालेको छ, हामी लस पढ्यो। कसले ल्याइदियो ब्याग? हामीलाई त दिएन त्यस्तो ब्याग। कसले अब मोड्यो? सम्झेर ल्याइदिनु भएछ। कसले? हामीलाई त ल्याएन त्यस्तो ब्याग। हेर्नु त आमा थियो र पो। हो खानु, मलाई ल्याइदिएन त्यस्तो खालको ब्याग। बिचरा यो माया लाग्दा थाकै छ यो। एकछिन त हिँडेर मलाई त ल्याइदिएन त ब्याग है निर्मला भाउजू। हामीलाई क्या हेपिदिँदो रहेछ। प्लान्टेसन गर्नु आउने प्लान्ट चाहिँ हाम्रो अफिस पनि सफा गर्नुपर्ने छ हो।
एक दुईवटा रोप सफा गरेको जस्तो गरेको सफा गरेको जस्तो गरेको अरे ए कति बेसी प्लान्ट हो कति दिनको बादमा अफिस आएर नि के अरे हामी फिल्डमा छ फिल्डमा अनलाइन चाहिँ कति हेरिसक्यो पुरै हेरेको अब तिङ आउनु बाँकी छ किन भाँचा मारेको सबै नव प्लान्टेसन गरेर हामीहरू सुक्खु पाउनुभयो यता पनि आउनु हुँदैछ हाम्रो जिल्ला म्याडम अनि तपाईँ अन्त त्यही त बिचको त्यो बिचको नहुँदाखेरि चाहिँ उयो गऱ्यो नि सोध्यो कहाँ जानुभएको तपाईँहरू कहाँ जानुभएको घुम्नु गएको यता चाहिँ घुम्नु गएकोलाई पक्कै भए पनि मलाई याद भयो हिल लगाएर आएको छ नि म छेउछेउको मात्रै घुम्नु रोक्नु जाऊ 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 यता चाहिँ प्लान्टेसन गर्नु आएको अरे हामी चाहिँ पहाडको उयो हो क्या के भन्छ त्यो मोडल होइन यस्तोमा हिँड्छ नि एउटा बाख्रा क्या माथि लेख्थ्यो लामकाने बाख्रा वनभेडा घर जस्तोमा पनि जस्तो ठाउँमा हिँडिहाल्छ घन्टी त बजाउनु आएको होला नि अल्छे त सुतेको छैन खै खुन्ने चाहिँ अन्त यता यता चाहिँ हुनुहुन्छ हाम्रो जेएफएमसीको प्रेसिडेन्ट साहबले फुल रोप्नुहुन्छ त्यसलाई छुट्याउँदा हुँदैन हजुर छुट्याउनुहोस् जेएफएमसीको यता चाहिँ जेएफएमसीको प्रेसिडेन्ट हुनुहुन्छ र यता भाइस प्रेसिडेन्ट हुनुहुन्छ र उहाँहरूको यहाँनिर प्लान्टेसन हुँदैछ प्लान्टेसन गर्नु आउनु भएको छ रोशन मुनिबाट यसरी फोटो खिचेर त यस्तो गर्ने कस्तो थियो भाउजू त्यो कति त्यो त निस्क त मलाई चाहिँ अरू के नै पुरा भाउजू चाहिँ माया लाग्छ हौ मैले नि भाउजू गान्तोकबाट नि हाइब्रिड मेवा लिएको छु कि आज ल्याएर कसले घरमा लगेर रोप्छ रोपोस् भनेर जानु यत्रोमा यत्रो फल्ने नि कत्रो 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 छ 6-7 अन्त आज जिपीकेमा नि 3-4 रोप्नु पर्यो सबै रेडी गर्दै बिर्स भोलि ल्याइदिनु कत्रो कत्रो रे हाइब्रिड मेवा चाहिँ यत्रोमा यत्रो फल्ने तपाईँ फल्यो भने चाहिँ खानु आउनुहोस् खै मलाई पनि दिनु नि एउटा प्लान्ट रोपेको रोपौँ अब त्यस्तै प्लान्ट रोपेर चाहिँ मलाई भिडियो गर्नु लाउँदैछ त्यसो छ मलाई उयो दिनु नि हौ कदाल हो म रोप्छुदेखि चाहिँ म पनि उयो झाडु खाल्छु नि यहीँ रोपिदिन्छु कति ठुलो कदाल यसरी मेरो नामको इन द मेमोरी अफ लेट अन्जुली लिम्बू यो चाहिँ मेरो मेमोरिजको लागि हो मैले रोपेको प्लान्टहरू राम्रो आउँछ र राम्रो आओस् फुलिरहोस् फुलेर दामी देखोस् र यो मन्दिरमा दामी देखोस् मन्दिर फुलिरहोस् दामी देखोस् र हाँसिलो देखोस् फुलेर यो गाउँठाउँ तेर्सो गर्न होइन पछाडि जिम्मा दिएको मालिकको सबै सफा गरिदिएँ त मैले अन्त भिडियो गर्नु त के गर्नु हुनु तलबाट केही के त भन्छ है अब यहाँ आएर के भन्नु त्यो मन्दिर लिएको नि होला नि कस्तो हिल भएको ल्याउनु भएछ नि धन्ना चुच्चो लाउनु आँटेको थिएँ कि मैले अन्त मलाई डल्लै भन्नु छैन अन्त प्लान्ट हामी चाहिँ प्लान्टेसन चाहिँ यहाँनिर यो पाथिभरा मन्दिरमा गर्दैछ सो तपाईँलाई म यहाँ पाथिभरा मन्दिरको नजिरा देखाउने वाला छु आउनुहोस् तपाईँहरू एउटा गफमा त बिरुवा बोकेर घुमेको छ काम छैन हो हात पनि सफाइ छ
मैले ग्लोभ्स लगाएको थिएँ नि त भने मात्रै हो पटक्कै काम गर्दैन मुख मात्रै तलै बस्छ धन्यवाद तपाईँलाई तपाईँ पनि हेर्नुहोस् रोक्नुहोस् खाइदिनुहोस् खाइदेऊ न अब म काम गर्नेवाला छु क्लोजअप त नगर न अनुहार बिग्रिन्छ हौ अनुहार पनि कहाँ राम्रो चौडी परी रहेछ के छ त्यहाँ फोटो खिच्नु रे भनेर जस्तै गुराँस रोपेको थियो अरे पुरा बाँचेको छ भने देखाउनु आएको छ मलाई कहाँ मर्दैन नि यहाँ रहेछ ए ऊ पर पनि थियो ऊ यहाँ पनि रहेछ कति जस्तो रोपेको थियो पुरा रहेछ त ए ऊ तल पनि रहेछ कति बेसी गुराँस रोपेको थियो कति बेसी रहेछ गुराँस छ ए ऊ यहाँ पनि रहेछ निकै रोपेको रहेछ अभी त मर्दैन नि अभी त मर्दैन अभी त नै मरेगा अभी त अभी साँप हुन्छ यो जग्गा त डर लाग्छ मलाई अब आउँदिनँ डर लाग्यो मलाई बहुत ज्यादा है यहाँ साँप आएगा मैं डर लगता है तपाईँको यो पाथिभरा चाहिँ हाम्रोमा यहाँ मात्रै छैन है मङ्सिलामा मात्रै छैन यो चाहिँ नेपालमा छ है नेपालमा चाहिँ सबैभन्दा ठुलो पाथिभरा छ है र त्यसमा सबै त्यहाँनिर सबैजनाले डरलाग्दो मान्नुहुन्छ है र यो पनि एउटा हामीले मङ्सिलामा हामी सबैजनाले मान्ने पाथिभरा हो र यो चाहिँ कसरी बनाउनु भएको यहाँ भन्दाखेरि चाहिँ यसको मेरो हिस्ट्री रहेछ है र किन कसरी भन्दाखेरि चाहिँ यहाँनिर हाम्रो एकजना बाजे हुनुहुन्थ्यो है एकजना बाजे हुनुहुन्थ्यो उहाँले चाहिँ नेपालमा गएर चाहिँ त्यहाँदेखि स्टोन है त्यहाँदेखि ढुङ्गा लिएर आएर चाहिँ त्यही ढुङ्गाले चाहिँ राखेर चाहिँ यहाँनिर मन्दिर सेटअप गर्नुभएको थियो है त्यही कारणले गर्दा चाहिँ हामी यहाँनिर विश्वास गर्छौँ कि हामीले कति मागेको कुरा है पुग्छ भन्ने खालको चाहिँ हामी त्यो चाहिँ हामीले सानैदेखि विश्वास गरेर आएको छौँ है र हेर्नुहोस् तपाईँले आए हो अब चाहिँ हाम्रो यहाँनिर प्लान्टेसन सक्यो र अब चाहिँ हामी कहाँ जान जस्तो भन्दाखेरि चाहिँ अब चाहिँ हामी हाम्रै जिपिकेमा गएर प्लान्टेसन गर्नेवाला छौँ सो गाइस हेर्दै गर्नुहोस् है त ल हामी चाहिँ गएको हाई क्या हुआ खै मैले अघि कोक लिएर आएको थिएँ त एक घुट पनि खानु पाइनँ त के चाहिँ सता सभात्र होला नि केटा त अब केटी त शक्ति सावित्री हुन्छ केटाहरू अब हान्छ सुतेर उठ्ने बित्तिकै आएको कहाँ हुन्छ अन्त यसोलाई हाम्रो केटाहरूले प्लान्टेसन गर्दो रहेछ है हामी चाहिँ माथिदेखि चाहिँ प्लान्टेसन गरेर आइसकेन ओइ नउखाल त्यो कहाँ रोप्ने घरमा पो लाने छैन उखाल्नुपर्छ नि खानुपर्छ नि सब्जी ए कहिले पनि हुँदैन नाकीमा चाहिँ यसले यस्तो दामी नाकीमा आएर चाहिँ यसले नाकीमा उखाल्यो नि रुख चाहिँ नरोपेर नाकीमा रोप्नुपर्छ नि अब चाहिँ हामी आइसकेको छौँ यहाँ प्लान्टेसन गर्दैछ हो ओइ निङ्गुरा टिप्दैन ए हाउरे चाहिँ त्यस्तो छ अब म चाहिँ प्लान्टेसन गर्दिनँ थाक्यो म काम गर्छु ओके है म चाहिँ अघि प्लान्टेसन गर्दै थिएँ होइन अन्त गर्दै गर्दाखेरि चाहिँ सरले चाहिँ जिरो जानु हुँदो रहेछ नि त अन्त र म पनि जिरो जाने काम थिएँ जिरो र गएर सपिङहरू गइकन होइन आउँदा आउँदा मैले बाटोमा यो फ्लावरहरू भेटाएको छु हो सो ल्याइकन आएको छु अब म यसलाई रोप्नेवाला छु है र अन्त आई होप तपाईँहरू सबैजनाले आज वर्ल्ड इन्भाइरोमेन्ट डे राम्रोसँगले सेलिब्रेट गर्नुभयो होला है राम्रोसँगले प्लान्टेसनहरू गर्नुभयो होला भनेर है र हाम्रो पनि अलमोस्ट सकिसक्यो है अब खाजासाजा के खान्छ है त्यही चाहिँ अब म यो रोप्छु फर्स्टमा चाहिँ तपाईँहरू सबैजनालाई है ह्याप्पी वर्ल्ड इन्भाइरोमेन्ट डे छ है र त्यो भन्दै मेरो आजको यो भिडियोलाई एन्ड गर्न चाहन्छु गाइस डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब है त ल